कति थियो भन्नु त मुला? 101 मुला 101 मुला त्यति हुन्। अनि त्यहाँ के लाउनु हो भन्नु त? मुलाका चाना, खोर्सानी, तोरीको तोरी पिसेर हिजो मैले पिसेर ठेका पारिदिएको त्यही लाउनु हो। निमक हल्दी लागेन होला? हल्दी लाग्यो, खुवा तेल। अब यहाँभन्दा कति खानु हर्दी? पहेँलो हुनु पर्यो नि त। लिएर आऊ, पहेँलो पार्नुपर्छ भने अझै चाहिन्छ भने लिएर आऊ, मेरो लागि त भइरहेछ। ए भयो, त्यसो भने यो खाइहाल्ने अचार हो, भइहाल्यो नि त। कति दिनमा हुन्छ भन्नु त खाने? यो घाममा राख्यो भने 4-5 दिनमा हुन्छ। 4 र 5 त 9 भयो। 9 दिनमा? 9 दिनमा खान्छ नि। ए हामी 3 दिनदेखि नै खान थालिहाल्छौँ। टेस्टी हुन्छ होला नि अचार, जसरी सान्नु भइरहेछ। सधैँ त म लगाइदिन्थेँ, आज त आफै लाउनु भइरहेछ। सबै त कष्ट पार्नु भयो। होइन मसलाहरू ठिक पारिदिन्थेँ। तिमीले लगायो भने बेसी लाउँछौ, त्यही कारणले मैले कम्ती लगाएको। भइहाल्यो, मिठो भयो भने त भइहाल्यो। मिठो हुँदैन त? चिनी पो मिठो हुन्छ त। अमिलो त पार्नुपर्छ, निबु निचोर्दिनु नभए। पिरो दुवटा बयममा आँट्छन्। 3वटामा हाल्नुपर्ने। चाहिँदैन होला 3वटा, सायद चाहिन्छ। तपाईँ जसरी खानुहुन्छ नि 3वटा चाहिन्छन् जस्तो लाग्दैन। दुई बयम र आधा लिटरको बयम नि। आधा लिटरको बयममा कति हुन्छ भन्नु त? त्यो अचार पनि वेट त्यति नै हुन्छ, 1 लिटर नै हुन्छ। 1 केजी लिटर भनेछु, सरी सक्यो त। मेरो हस्बेन्डले अचार पनि लगाइसक्नु भयो, घाममा बसेर आँगनमा यो टपमा साँधेर यसरी चट्टसँगले। अब 4 दिन पछाडि सोम, मङ्गल, बुध, बृहस्पति, शुक्रबारदेखि खाना भइहाल्छ। यो त्यहाँभन्दा धेरै अमिलो भयो भने त खान सकिँदैन। कसैलाई अमिलो मिठो लाग्छ, कसैलाई नअमिलो मिठो लाग्छ। म लाउँछु, बिर्का छोडिदिनु।